माननीय सभामुख महोदय, गणतन्त्र स्वर्ग हो रे, राजतन्त्र नर्क हो रे। त्यही भएर रहेछ हाम्रो मुख्यमन्त्रीज्यू केही समय अगाडि राजा भएको देश दुबईमा अर्थात् नर्कमा बसेर आउनु भएको रहेछ। नर्कको विकास कस्तो हुने रहेछ भनेर यहाँ बखान पनि गर्नुभयो, खुसी लाग्यो। नेपाली जनता नर्कमा बस्न तयार छन्, रैती हुन तयार छन्, तर विदेशीका एजेन्ट हुन तयार छैनन्। सभामुख महोदय, राजासँग गणतन्त्रवादी सबै दलहरू किन डराएको? तपाईहरू किन छटपटाएको? तपाईहरू गलत गर्ने अनि राजापट्टि औँला देखाउने? 17 वर्षदेखि तपाईहरूको गणतन्त्रले जनता आजित भइसके, त्यो तपाईहरूलाई थाहा नभएको हो? राजनीति गरेर सांसद भइसकेको व्यक्तिहरूलाई राजा फर्केको इतिहास थाहा नभएकै हो? यदि थाहा नभएको हो भने विश्वको इतिहास पल्टाएर हेर्नुहोला, स्पेनको इतिहास पढ्नुहोला, कम्बोडियामा के भएको थियो जानकारी लिनुहोला। बेलायतमा राजा निरङ्कुश भए भनेरै चार्ल्स प्रथमलाई फाँसी चढाइयो, तर गणतन्त्रवादीहरूको व्यवहारले 12 वर्ष नपुग्दै विदेशमा बसेका राजाका छोरा चार्ल्स द्वितीयलाई राजगद्दीमा बसाए। त्यति मात्र होइन सभामुख महोदय, गणतन्त्रका नायिके हुँ भन्ने क्रमवेललाई जनताले चिहानबाट खोतलेर बाँकी रहेको अस्थिपञ्जरलाई फाँसीमा चढाए। जनताले चाहे भने के गर्न सक्छन् भन्ने कुरालाई हल्का रूपमा नलिनुहोला। सभामुख महोदय, 17,000 मारिएर गणतन्त्र आउँदा पनि देशले सुख किन पाएन? गणतन्त्रमा दलहरूले जनतालाई किन शरणार्थी बनाए? व्यवहारमा सर्वहारा वर्गको मुक्तिको सपना देखाएर सुन तस्करी किन भयो? कम्युनिस्ट नेताले रक्सी बोकेर महिलाको कोठामा किन धाएको? चुनाव हारेको व्यक्तिलाई किन प्रधानमन्त्री बनाइएको? बहुदलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रमा दलभन्दा बाहिरको व्यक्ति प्रधान न्यायाधीशलाई लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध किन प्रधानमन्त्री बनाइयो? समानता, निशुल्क शिक्षाको हावादारी गफ दिएर आफ्नै नाति नातिनालाई महँगो स्कुलमा किन पढाइयो? गणतन्त्रमा नेताले आफ्नो सन्तानलाई पढ्न विदेश पठाउँदै आफू चाहिँ देशको शिक्षा मन्त्री किन भइयो? 13 वर्षसम्म गणतन्त्रको सत्तामा बसेर कम्युनिस्टले मोजमस्ती किन गरे? नेताहरूले गणतन्त्रमा सरकारी जग्गाहरू किन खाए? नेताहरूले देशको उद्योगहरू किन बेचे? युएसएआइडीको डलर खाएर नेताहरूले संघीयता किन ल्याए? युएसएआइडीको डलर खाएर धर्मनिरपेक्ष पक्षता देशलाई किन बनाइयो? राजतन्त्र विरुद्ध आन्दोलनको प्रमुख सल्लाहकारमा भारतीय कम्युनिस्ट सीताराम येचुरीलाई किन बनाइयो? गणतन्त्रपछि देश छोड्नेको संख्या किन बढ्यो? गणतन्त्रपछि ग्रे लिस्टमा देश किन गयो? यी जनताहरूले तपाईहरूलाई प्रश्न सोधेका छन्, जवाफ दिनुहोला। सभामुख महोदय, युवाहरू किन विदेश गएका छन् भनेर सरकारले छानबिन समिति बनाउने रे? युवा विदेश किन गए भन्ने यो सरकारलाई साँच्चै थाहा नभएको हो? देशमा भर